आज चाहिँ हामीसँग BYD को सिल भन्ने एउटा सेडान गाडी छ हैन। यो चाहिँ BYD को सिलान 7 को चाहिँ सेडान भर्जन भन्दा पनि हुन्छ, खासै फरक पर्दैन। यसको व्हील्स भयो यहाँ, यसको व्हील्सको साइज चाहिँ कति रहेछ म मेन्सन गरिदिन्छु, यहाँ तल आइरह होला। अनि टक्क लगाएर यसको साइड प्रोफाइल चाहिँ एकदम प्रिमियम छ क्या। अनि यसमा डोर ह्यान्डल पनि एकदम डिफ्रेन्ट छ, BYD डिजाइन, BYD को ब्याज यहाँ पनि छ। पछाडिबाट हेर्दाखेरि यति सेक्सी छ कि यो गाडी, जस्ट चेक दिस आउट कि यति प्रिमियम छ नि यो गाडी। म चाहिँ अब BYD को सिलभित्र चढ्दैछु है त। BYD को सिलभित्र चाहिँ यति प्रिमियम छ कि हैन, यु गाइज क्यान नट इभन थिङ्क अफ इट है। सेन्टर कन्सोल यो भयो, मोड भयो, कुलिङ गर्दैछ यसको एसीले, एकदमै प्रिमियम छ गाडी। एसी फुलमा लोमा छ, लोएस्ट टेम्परेचरमा सेट छ। स्क्रिन एकदम ठुलो छ, माथि पुरै चाहिँ यसको चाहिँ पुरै रुफ चाहिँ मुन रुफ छ, माथि पुरै देखिरहेको छ, एकदम प्रिमियम छ। क्यामेरा हुन्छ यसमा 360 डिग्री क्यामेरा पनि छ। मान्छेको क्यामेरा नै हुन्छ यहाँ चाहिँ हुँदैन, यसमा चाहिँ वाइफाई साइफाई कनेक्ट गर्न मिल्यो। क्रिस्टल भयो यसको गियर नब, त्यो चाहिँ यसको सेन्टर कन्सोल हो। चाइनिजहरू कस्तो राम्रो गरेको छ है एकदम BYD कति यसको चाइनिजले बनाइसक्यो यो गाडी। कति छ, करोड्स नै छ होला यसको पनि, मोर देन करोड चाहिँ 75 लाख चाहिँ सिलायन 7 नै छ भनिसके। त्यो भन्दा अझै प्रिमियम हो यो धेरै प्रिमियम नि।